घाम टल्क्यो जय मसी दाई जय मसी पुष्पा कन्चे हुनुहुन्छ एकदम ठिक छ आज हामी कहाँ आएका छौँ के यसो अलिकति भनिदिनु न आज हामी यो प्रभु येशू ख्रिस्टको पुनरुत्थान रेजुरेक्सन डे सेलिब्रेसनको लागि हामी माउन्ट एनान भन्ने ठाउँमा यो बोटानिकल गार्डनमा ट्रिनिटी मिन्टो चर्चबाट हामीहरू आएका छौँ हामी ग्यादरिङ हुने क्रम जारी छ अब हामी छुट्टै हाम्रो सर्भिस अनि अरू प्रोग्राम सुरु गर्दैछौँ धन्यवाद दाई यहाँ हुनुहुन्छ जय मसी ह्यापी रिजरेक्सन डे हजुरहरू केही भन्न चाहनुहुन्छ आज कस्तो लागिरहेछ हजुरहरूलाई ह्यापी इस्टर ह्यापी रिजरेक्सन डे है त आमा कन्चे हुनुहुन्छ ल हाम्रो अर्को पास्टर ज्यू यहाँ हुनुहुन्छ दाइ अनि के भन्न चाहनुहुन्छ आजको दिनको बारेमा के भन्ने अब एकदम रमाइलो मौसममा हामी परमेश्वरको आराधना गर्न जम्मा भएका छौँ अनि ह्याप्पी इस्टर ह्याप्पी रेजुरेक्सन डे त्यस दाइ जय मसी सबैजनालाई धन्यवाद आउनु सकेन होइन उसलाई थाहा थियो यसोमा जीवन छ भन्ने कुरा अनि उसले चाहिँ अन्त्यमा यसोको लास मात्र हेर्न पाएको छ होइन अनि हामीसँग एउटा चुनौती छ कि यसोमा मात्र जीवन छ अनि हामीले यसोलाई हामीले पछ्याउँछौँ भने हामीले जीवन पाउँछौँ अनि यसोमा जीवन छ अरू कुनै कुराहरूमा अनि जीवन छैन अनि उहाँ चाहिँ पुनरुत्थान परमेश्वरमा प्रभु हामी तपाईँलाई धन्यवाद दिँदछौँ प्रभु साथै अनि तपाईँले हामीलाई यो सुन्दर समय प्रभु हामीलाई दिनुभएको छ अनि तपाईँ बौरी उठ्नुभएको दिनमा हेलो हेलो गाइज हामीहरू चाहिँ आज आनन्दमा छौँ माउन्ट एनानमा छौँ अनि भर्खर हामीले अनुममा पकाएको मिठो सेलरोटी अनि हजुरको मिठो मिठो अन्डा अनि सबैभन्दा मिठो सर त भाउजूको अन्डा थियो होइन अनि त्यसपछि अहिले चाहिँ अब हामी यसो डुल्दैछौँ पचाउनको लागि चना एकदम मिठो नेपाली ब्रेकफास्ट सुजना सिस्टरको मिठो नेपाली ब्रेकफास्ट खायो है मिठो नेपाली ब्रेकफास्ट लन्च दुईटै खायो हामी बिहानै आएका थियौँ तपाईँहरू देख्न सक्नुहुन्छ अहिले कति भिड भइसकेको छ होइन हाम्रो ग्याङहरू त्यही हुनुहुन्छ बच्चाहरू गेम इन्जोय गर्दैछन् आउनु यता ल गाइस के छ के भयो आजको दिन कस्तो भइरहेछ नेथानको आयामको आशिकको हाई गर्दै यो ब्लगमा आउँछ ब्लगमा ल आशिष कता भएको तिमी लुकेर तिमी हाल्छ ल देखाउने हो काम रहेछ है काम छ नानीको पनि काम छ ल गजब Yes. 1, 2, 3, go. Happy Easter.